गाइस साइकल मलाई म चलाउँदिन अब पुगेकै साइकल चलाएर नमस्कार नयाँ भिडियो लिएर भइसकेको छु है त र आज म तपाईँको जाँदैछु साइक्लिङ है र हजुरलाई भिडियो के कस्तो लाग्छ भनिदिनु होला है चौकीबाट साइकल लिन जाँदैछु र यो मोबाइल चाहिँ म घर छोड्नेछु किनकि 2 वर्षमा चार्ज छैन नि त अनि चार्ज गरिदिनेछु है त अब हजुरलाई एकदिन म घर आइसकेको छु है त त्यो गाडी तपाईँको केही छुट्टी पुगेन होइन अनि त्यसपछि त्यही हो अनि पुलिस म साइकल चौकी गयो भन्थेँ नि चौकी गर्छ अनि 12 मा आज दिनु गएको म चाहिँ घरमा यहीँ लाइभ थिएँ नि त म लाइभ हुँदाखेरि चाहिँ मैले मोबाइल घर छोडेको थिएँ त्यसको भिडियोमा चाहिँ दिएन मलाई होइन अलि ह्यान्डल काटेर चाहिँ तपाईँको लग यत्रोमा देखा तर लास्ट ल्याङ लाग्यो गाडी यस्तो रिस उठेछ रुनाउने मन छ रुस पनि उठेछ के गर्ने केही छैन तर विली ह्यान्ड छोड्नु हुँदैन गाडी छैन त्यही हो हजुरलाई म एकछिन गर्छु त ओए यो साइकल चाहिँ होइन मेरो होइन कस्तो देखियो साइकल बाबालो ओ माय गॉड बाबा सही देखियो सही देखियो देखेछ लडिछ अनि यो आगो भाइहरु यो साइकल कस्तो देखियो भन्दा तिमीलाई कस्तो लाग्छ साइकल हजुरबा कस्तो हो साइकल ह्यान्डल काट्दैको ट्याकेमा देखा नि ल ठिक छ अब अरूलाई सबै सोध्छु है मैले ह्यान्डल काट्दै चौकीबाट साइकल आयो कस्तो लाग्यो तपाईँलाई भनेर सोध्छु बुढाले के कस्तो दवा दिन्छ है त यो कसको साइकल हो चिनेन अलि नजिक आउनु न ए मै आउँछु त्यसो भने कसको साइकल होइन तपाईँले त्यो चाहिँ तपाईँको मेरो साइकल थियो होइन त्यो लामो थियो नि त्यो चाहिँ अलि ह्यान्डल काटिदिएको क्या कस्तो देखियो त नि ठिक है पहिलाको राम्रो पहिला भन्दा राम्रो भन्दै गरे अलि राम्रो भन्नु पर्यो अङ्कल साइकल कस्तो हो ठिक लाग्यो अहिले पहिला ठिक लाग्यो ठिक पहिला ठिक गरेको ठिक अङ्कललाई ठिक लागेन भने चाहिँ पहिलाको ल यो साइकल पुलिसले ह्यान्डल काट्दै हो क्या देखा त गइदियो त्यो देखा न लस्सो फाइनली गाइज होइन देखा त गइदियो त्यो देखा न लस्सो फाइनली गाइज होइन यसले चाहिँ मोटर लिएर आइसकेको छ त्यही हो है त गाई कस्तो भएको मलाई आज लङ गाडी मल घाँस लाँदाखेरि मलाई मल खोज्नु भालै लाग्दैन किनकि मैले 1000 खाली हालेको छु घाँस यो यसको घाँस छ नि 3 बेर फेर्ने मिल्छ क्या त्यहाँ केही टेन्सन छैन कि त्यही हो यो घाँस कति खस्यो यो 2 ठाउँमा चर्क्यो नि त्यति हो कस्तो भइरहेको त भाइ लगाइ त्यही हो भिडियो के कस्तो लाग्छ लाइक सेयर एन्ड कमेन्ट एन्ड सब्सक्राइब गर्न नभुल्नु होला है त त्यति भन्दै भोलि सालसम्मलाई बाई भन्न चाहन्छु